नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भ्लगमा। आज हामी मालदिभ्सको राजधानी मालेबाट सुन्दर टापु थोड्डु जाने यात्रामा निस्किएका छौँ। त्यसैले भिडियो अन्तिम समय हेर्न नबिर्सनुहोस्। आजको दिनको सुरुवात हामी रोडबाट हिँड्दै गरेका छौँ। यात्रा सुरु गर्नु अघि हामी हाम्रो साथीको कफी सपमा पुगेका छौँ। यहाँ आएर हामीले तातो चिया, स्वादिलो चकलेट ड्रिङ्क र बबल टीको मजा लियौँ। साथीहरूसँग बसेर गफ गर्दै यात्रा सुरु हुनु अघि नै रमाइलो माहौल बनेको थियो। केही समयपछि हामी जेट्टीतर्फ लाग्यौँ। आजको हाम्रो गन्तव्य हो थोड्डु। बोट चढ्ने समय भएपछि सबैजना उत्साहित थियौँ। समुद्रको बीचबाट अगाडि बढ्दै गर्दा वरिपरिका निलो पानी, ताजा हावा र सुन्दर दृश्यले यात्रा झन विशेष बनाइदिएको थियो। बोटमा यात्रा गर्दा हामीले धेरै फोटो र भिडियो पनि खिच्यौँ। समुद्रको बीचमा देखिने साना साना टापुहरू साँच्चै मनमोहक देखिन्थे। मालदिभ्सको प्राकृतिक सौन्दर्य हेर्दा समय बितेको नै थाहा भएन। केही समयपछि हामी थोड्डु आइपुग्यौँ। यहाँको शान्त वातावरण, सफा सडक र हरियालीले पहिलो नजरमै मन जित्यो। त्यसपछि हामी घुम्न निस्कियौँ र स्थानीय ठाउँहरू हेर्दै रमाइलो गर्यौँ। बीचको दृश्य त झन अविस्मरणीय थियो। सेतो बालुवा र सफा निलो समुद्रले यहाँको सुन्दरता अझै बढाएको छ। घुमफिरसँगै हामीले स्वादिला खानाहरू पनि खायौँ। साथीहरूसँग बसेर खानपिन गर्दै, फोटो खिच्दै र रमाइला पलहरू बिताउँदै दिन निकै राम्रो बित्यो। यात्रा भनेको केवल गन्तव्यमा पुग्नु मात्र होइन, साथीहरूसँग बिताएका ती हाँसो, रमाइला क्षण र सम्झनाहरू पनि हो। आजको हाम्रो मालेदेखि थोड्डुसम्मको यात्रा यत्तिकै। भिडियो मन परे लाइक, कमेन्ट र सेयर गर्न नबिर्सनुहोस्। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर बेल आइकन पनि थिच्नुहोस्। धन्यवाद साथीहरू। अर्को रमाइलो भ्लगमा फेरि भेटौँला। नमस्कार।